यस पत्रकार सम्मेलनका आदरणीय अध्यक्षज्यू, प्रमुख अतिथिज्यू एवं यहाँ उपस्थित सम्पूर्ण महानुभावहरू, पत्रकार साथीहरू म एकमुष्ट रूपमा श्रमिक फोर्स नेपाल तर्फबाट हार्दिक अभिवादन व्यक्त गर्न चाहन्छु। सुन्नुहोस्, जय शङ्कर सोरसला। सर्वप्रथम त आजको यस प्रेस सम्मेलनमा मुख्य गरिकन वित्तीय शोषण विरुद्ध किसान मजदुर आन्दोलन नेपालको यही मिति 2081 फागुन 22 मा सम्पन्न राष्ट्रिय सम्मेलनले गरेका निर्णयहरूका बारेमा यहाँहरूलाई हेमराज दाहाल, वित्तीय शोषण विरुद्ध किसान मजदुर आन्दोलन नेपालका केन्द्रीय कार्यालय सदस्यले विज्ञप्ति वाचन गरेर सुनाइसक्नु भएको छ। म फोर्सको इन्चार्जको हैसियतले उहाँहरूको राष्ट्रिय सम्मेलनले गरेका निर्णयहरूलाई लागू गराउनको निमित्त म फोर्सको तर्फबाट हार्दिक प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। यसै गरी हामीले विगत विभिन्न वर्षहरूमा निरन्तर सत्याग्रह रूपी आन्दोलनको आयोजना गर्यौं। यहाँहरूको जानकारीमा छँदैछ, हामी हाम्रो मुख्य संगठन मिटरराज विरुद्ध किसान मजदुर आन्दोलन नेपालले पटक पटक नेपालको संघीय राजधानी काठमाडौँमा पैदल यात्रा गरेर बर्दिवासदेखि काठमाडौँसम्म र पछिल्लो क्रममा हामी पूर्व पश्चिम सिमानाबाट 1180 किलोमिटर पैदल यात्रा गरेर काठमाडौँ आयौं। तर हामीलाई यो राज्यको रवैयाले के सिकाएको छ भने जतिसुकै सत्याग्रह र शान्तिपूर्ण आन्दोलनको कार्यक्रमहरू सञ्चालन गरे पनि आजको परिप्रेक्ष्यमा उत्पीडित समुदायको मुद्दा, शोषित मिटरराज पीडित, वित्तीय शोषणका सम्पूर्ण पीडित जातिहरू र लघुवित्तका पीडित महिला दिदीबहिनीहरूको माग सम्बोधन गर्न आज राज्यले हाम्रो सामु चित्रयुक्त व्यक्त गर्न सकेन र हामीले आफूभित्र एउटा सङ्कल्प निर्माण गर्यौं। यदि आवश्यकता पर्दछ भने हामी जनताको पक्षमा, हामी आफ्नो मुक्तिको निमित्त जस्तोसुकै बल प्रयोग गर्न पनि हामी तयार रहनेछौँ भनेर हामीले श्रमिक फोर्स नेपालको गठन गरेका छौँ। हामीले भन्यौं, हामीले सरकारलाई पटक पटक भन्यौं, हामीले देशमा शान्ति चाहन्छौँ र हामीले शान्तिपूर्ण कार्यक्रमहरू सञ्चालन गरिराख्यौं। र यसो भन्दै गर्दा म यो राज्यमा भइराखेका व्यतिथि विसङ्गतिहरूमा अर्को व्यतिथिको चाङ थुपार्ने, अर्को व्यतिथि नचल्ने संगठनहरू निर्माण गर्ने पक्षमा हामी छैनौँ र हामीले भनिरहेका छौँ। सरकारले हामीसँग आजसम्म गरेका सम्झौताहरूलाई निशर्त पालना गरोस्, हामी त्यो कुरा अनुरोध गरिरहेका छौँ। र हामी अपेक्षा के गरिरहेका छौँ भने आजको समयमा देशमा विभिन्न खाले आन्दोलन चलिराखेको छ। आजका हरेक उत्पीडित जाति समुदाय जनवर्ग आज आन्दोलनमा छ, तर सरकार बेखबर छ। आज विगतको विभिन्न सङ्घर्षपछि प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रको विरुद्धमा व्यवस्थाका विरोधीहरू आज सडकमा उफ्रिरहेका छन्। आज उनीहरू नागरिकमा भएको चरम निराशा र नागरिकको उत्पीडनलाई रोक्ने सिद्धान्तका आधारमा यो व्यवस्थामाथि धावा बोलिरहेका छन् र उनीहरूले यो बेलो अवस्थामा भएको समस्या व्यवस्थामा भएको छ भनेर उनीहरूले भ्रम फैलाइरहेको छ र आफ्नो राजनैतिक रोटी सेकाउने माध्यमहरू चाहिँ त्यसमार्फत सञ्चालन गरिरहेको छ। हामीले उनीहरूलाई भनिरहेका छौँ, उत्पीडित जाति समुदायको मुद्दा, शोषित उत्पीडित वर्गको मुद्दा, त्यसको नेतृत्व कुनै सम्भ्रान्त महलका हाकिमहरूले, सम्भ्रान्त महलका सामन्तीहरूले उठाएर बन्दैन। आज निर्मल निवासमा स्वयं गरिरहेका राजाले आएर देहातको लघुवित्तले मारेको महिलाको परिवारले क्षतिपूर्ति प्राप्त गर्न सक्दैन। मिटरराज हिसाबले दिन दहाडे जनकपुरमा मारेको भोगेन्द्रको परिवारले न्याय पाउन सक्दैन। त्यसकारण आज सङ्घर्षमा वित्तीय शोषण विरुद्ध किसान मजदुर आन्दोलनको नेतृत्वमा राष्ट्रिय सम्मेलनले सिराहा जिल्लाबाट प्रतिनिधित्व गर्नुहुने पुनम कुमारी महतोको अध्यक्षतामा यो आन्दोलनको पुनर्गठन गरेको छ र म यो निर्णयको प्रशंसा गर्न चाहन्छु र म हार्दिक स्वागत पनि गर्न चाहन्छु र उहाँको कार्य समितिलाई पूर्ण सफलताको कामना पनि गर्न चाहन्छु। यसै क्रममा मैले यहाँहरू समक्ष धेरै भन्नुपर्ने कुरा भन्दा
पनि एउटा प्रश्न पार्नुपर्ने कुरा के छ भने हामीलाई पटक पटक सोधिने प्रश्नहरू छन् र हामीलाई भनिने प्रश्नहरू छ। तपाईहरू लघु वित्तको विरुद्धमा, बैंक वित्तीय संस्थाहरूको विरुद्धमा आन्दोलन गरिरहनु भएको छ, मेटेरियल सालको विरुद्धमा आन्दोलन गरिरहनु भएको छ। तर त्यस्ता आन्दोलन गर्ने संस्थाहरू धेरै छन्। ती आन्दोलनका नेतृत्व भनेकाहरू पपुलर मान्छेहरू छन्। तपाईहरू उहाँहरू पछाडि किन जानुहुन्न? तपाईहरूसँग के छ? तपाईहरूको उद्देश्य के छ भनेर प्रश्न गर्ने गरिन्छ। म यो प्रश्नहरूको एकमुष्ट रूपमा उत्तर दिन चाहन्छु। मैले अघि पनि भने उत्पीडित जाति समुदायको न्यायको निमित्त लडिने आन्दोलनमा उत्पीडित जाति समुदायको नेतृत्व हुनुपर्दछ। हामीले नेतृत्व चयनको विषयमा आफ्नो त्यो प्रतिबद्धता र त्यो सिद्धान्तलाई मार्गदर्शक ढङ्गले प्रयोग गर्दै आएका छौँ र सोही अनुरूपै हामी काम गरिरहेका छौँ। यसकारण कसैलाई पनि भ्रम नपर्न आग्रह गर्छु। कुनै पनि शोषित उत्पीडित जाति समुदायले आफ्नो मुक्तिको निमित्त कुनै चाहिँ भगवान आएर, कुनै चाहिँ हिरो आएर कसैलाई पनि मुक्ति दिने छैन। जनता पटक पटक यस्ता झुट्टा आश्वासन र भ्रमहरूबाट उनीहरूको आशामाथि चाहिँ उठाघात गरिएको छ। अब हामी त्यो हुन दिनेवाला छैनौँ। उत्पीडित सम्पूर्ण जनसमुदायहरू एकताबद्ध भएर आज लघु वित्त पीडित र लिमिटेड पीडितको आन्दोलनमा सघाउने भूमि सुकुम्बासी जनसमुदायले लघु वित्तबाट पीडित भएका, बैंकबाट पीडित भएका साथीहरूको आन्दोलनमा सघाउने त्यो ढङ्गबाट हामीले एउटा विशेष किसिमको आन्दोलन, किसान मजदुर आन्दोलन निर्माण गरेका छौँ र हामीले यसै क्रममा 3टा आन्दोलन गठन गरेर त्यसको साझा सङ्गठनको रूपमा श्रमिक फोर्स नेपाल पनि निर्माण गरेका छौँ। यसकारण म धैर्यतापूर्वक यहाँहरूले देशैभरि गर्नुभएका पीडित दिदीबहिनी दाजुभाइहरूले, उत्पीडित जाति राष्ट्रका समुदायका व्यक्तिहरूले फेरि एकचोटि यो ऐतिहासिक अभिभार पुरा गर्नको निमित्त आफ्नै नेतृत्वमा सङ्घर्ष सञ्चालन गर्ने अर्को जमर्को गर्नुपर्नेछ। त्यसको निमित्त एकताबद्ध हुन आह्वान गर्दै म भर्खरै सम्पन्न राष्ट्रिय सम्मेलनबाट निर्वाचित कार्य समितिलाई फेरि पनि हार्दिक बधाई दिँदै सफल कार्यक्रमको शुभकामना व्यक्त गर्दै यस मञ्चबाट बिदा हुन चाहन्छु। शुभकामना, अभिवादन, सुसलाम। सडक सङ्घर्ष न्यायको, सामाजिक न्यायको लागि हो र त्यही अनुसार हामीले विभिन्न गतिविधिहरू सञ्चालन गरिराखेका छौँ र अस्ति भर्खर हेटौडाको राष्ट्रिय सम्मेलनको निर्णयहरू आजको पत्रकार सम्मेलन मार्फत तपाईँहरूमा वाचन गर्ने अनुमति चाहन्छु। प्रेस विज्ञप्ति। सम्पूर्ण वित्तीय पीडित एक हौँ। वित्तीय शोषण तथा उत्पीडन विरुद्ध सङ्घर्ष गरौँ। वित्तीय शोषण विरुद्ध किसान मजदुर आन्दोलन नेपाल केन्द्रीय कार्यालय। लघु वित्त वित्तीय संस्थाको चरम ज्यादतीमा परेका आम श्रमिक, महिला एवं बैंक, सहकारी तथा सबै खाले वित्तीय शोषणबाट पीडित किसान मजदुर र साना व्यवसायीहरूद्वारा आफ्नो न्यायको निमित्त स्वतःस्फूर्त गठित यस वित्तीय शोषण विरुद्ध किसान मजदुर आन्दोलन नेपालको ऐतिहासिक प्रथम राष्ट्रिय सम्मेलन मिति 2081 साल फागुन 22 गते हेटौडामा भव्यताका साथ सम्पन्न गरिएको छ। आन्दोलनको राष्ट्रिय सम्मेलन हाम्रो गौरवशाली संगठनको सर्वोच्च केन्द्रीय निकाय हो। सम्मेलनले आन्दोलनका सम्बन्धमा गरेका निर्णयहरू सार्वजनिक गर्न यस विज्ञप्ति जारी गरिएको छ। वित्तीय शोषण विरुद्ध किसान मजदुर आन्दोलन नेपालको केन्द्रीय सहसंयोजक विशाल राणा छेत्रीको अध्यक्षतामा 3 सदस्यीय अध्यक्ष मण्डलको संयोजकत्वमा प्रथम राष्ट्रिय सम्मेलनले सौहार्दपूर्ण ढङ्गले 42 जिल्लाका 252 जना सम्मेलन प्रतिनिधिहरूका सहभागितामा विभिन्न प्रस्तावहरूमाथि छलफल गरी सर्वसम्मतिले निर्णय लिएको छ। वित्तीय शोषण विरुद्ध किसान मजदुर आन्दोलन नेपालको प्रथम राष्ट्रिय सम्मेलनमा प्रस्तुत अध्यक्षको प्रतिवेदनले हालसम्म भएका प्रमुख उपलब्धिहरू, वर्तमान अवस्थामा देखिएका चुनौतीहरू तथा भविष्यका रणनीतिक कार्ययोजनाहरूलाई अभिलेखबद्ध गरेको छ। हाम्रो सङ्गठनले वित्तीय शोषणको अन्त्य गर्न विभिन्न तहमा सङ्घर्ष गर्दै आएको छ। हामीले हालसम्म जनचेतना कार्यक्रम, कानुनी सहायता, नीति निर्माणका लागि दबावमूलक अभियान तथा प्रत्यक्ष आन्दोलनहरू सञ्चालन गर्दै आएका छौँ। हामी यस सम्मेलन मार्फत थप नयाँ आयामहरूको विकास गर्ने अपेक्षा गरेका छौँ। प्रस्ताव तथा निर्णयहरू। 1. श्रद्धाञ्जली। वित्तीय शोषण विरुद्ध किसान मजदुर आन्दोलन तथा यस आन्दोलनको भगिनी आन्दोलनहरू, मिटर ब्याज विरुद्ध किसान मजदुर आन्दोलन र भूमि अधिकार आन्दोलन नेपालको विभिन्न खाले सङ्घर्षको
क्रममा शहादत प्राप्त गर्नुहुने हाम्रो सम्पूर्ण महान शहीदहरू तथा देशमा अग्रगामी परिवर्तनको निम्ति आफ्नो जीवन अर्पण गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात शहीदहरू प्रति 1 मिनेट उठेर मौन धारण सहित श्रद्धाञ्जली अर्पण गरिएको छ। लघु वित्त बैंक तथा वित्तीय संस्थाबाट शोषण उत्पीडनमा परि आत्महत्या गर्नु भएका सबै मृतकहरूप्रति त्यस प्रकारका शोषण उत्पीडनको अन्त्य गर्ने संकल्प व्यक्त गरिएको छ। केन्द्रीय निर्वाचन मण्डल राष्ट्रिय सम्मेलनको कार्यभार पूरा गराउनको निमित्त विभिन्न निर्वाचनका कार्यक्रमहरू सञ्चालन तथा सम्पन्न गर्नुपर्ने भएकोले हाम्रो भगिनी आन्दोलन भूमि अधिकार आन्दोलन नेपालका अध्यक्ष बेनी चौधरीको संयोजकत्वमा अर्को भगिनी आन्दोलन मिटर ब्याग विरुद्ध किसान मजदुर आन्दोलन नेपालका सचिवालय सदस्य स्वयं शर्मा र नवलपुर जिल्ला अध्यक्ष शारदा पौडेल सम्मिलित 3 सदस्यीय निर्वाचन समिति गठन गरियो। गत असोज 4 र 5 मा सम्पन्न एकताको राष्ट्रिय सम्मेलनबाट पारित वित्तीय शोषण विरुद्ध किसान मजदुर आन्दोलन नेपालको विधान 2081 मा केही संशोधन सहित यसै सम्मेलनले लागू गर्ने निर्णय गरिएको छ। आज हामीले यस आन्दोलनलाई एउटा ऐतिहासिक घडीको रूपमा यस आन्दोलनलाई स्थापित गर्न हामी सफल भइसकेका छौँ र हामीले यो वित्तीय शोषण विरुद्धको किसान मजदुर आन्दोलन नेपालको हेटौडामा भएको प्रथम राष्ट्रिय सम्मेलनमा भएका सम्पूर्ण निर्णयहरूलाई आज पत्रकार सम्मेलनबाट घोषणा गरिसकेका छौँ। साथीहरू हजुरहरूले थाहै छ यो